के हो आमा? केही होइन बाबु, बाटोको धुलोले गर्दा हो। आमा म ठुलो भएर घर जाने बाटो राम्रो सफा गराउँछु है। ए ल ल, मेरो बाबु ठुलो भएर राम्रो काम गरेर नि आफ्नो बुवाको नाम राख्नुपर्छ है। हुन्छ आमा। यसरी दिनहरू बित्दै जान्छ र उनको आशा र सपना पनि ठुलो हुँदै जान्छ। आमा 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 हेर्नु न, म ग्रेजुएट भएँ अनि मैले डिग्री पनि पाएँ। शाबास मेरो छोरा, मेरो ज्ञानी छोरा, तिम्रो लागि आज म धेरै खुसी छु। साथी हाम्रो डिग्री नै पास भयो, अब के गर्ने होला? मेरो त केही प्लान छैन। मेरो परिवारबाट सबै म जान्छु। मेरो त पुरानो सम्पत्ति नै छैन, अलिअलि भएको त पढाइ नै सकिहाल्यो। अब त म बाहिर जान्छु होला केही कामको लागि। तर साथीहरू पनि पढेको युवा जति बाहिर गएपछि देश चाहिँ कसरी बन्छ नि? कुरा त सही गर्यो साथी, तर गर्ने चाहिँ के? गर्ने वातावरणै छैन। साथी मसँग एउटा बिजनेस प्लान छ के, जसले हामीहरू र हामीहरू जस्ता धेरै युवाहरूलाई रोजगारी दिन्छ। हो साथी, के हो? के जति चाहिन्छ म सहयोग गर्छु। आऊ म तिमीलाई भन्छु। गजब साथी। छ्या, सधैँ मैसँग मात्र यस्तो हुन्छ। ओहो साथी, किन यस्तो रिसाएको? हेर न साथी, इक्जाममा पनि सबैभन्दा राम्रो नम्बर छ, इन्टरभ्यूहरू सबै राम्रो भयो, तर जागिर चाहिँ उनीहरूको आफ्नो मान्छेलाई दिएछन्। अरे साथी, यस्तै कुराले हो। मैले पनि सरकारी काम छोडेर विदेश जान गएको। यहाँ केही गर्नु छ त सोर्स पैसा हुनुपर्छ। हो नि हो। पैसा सोर्स फोर्समा पैसा चाहिन्छ। ल त साथी, बो म पनि अब विदेश जाने तयारी गर्छु। लागेर काम सुरु गरिहाल्नुपर्छ। ल साथी जा। नमस्ते सर। नमस्ते। सर, हामीहरूसँग एउटा राम्रो बिजनेस प्लान छ, जसले हामीहरू र हामीहरू जस्ता धेरै युवाहरूलाई रोजगारी दिन्छ। ए बाबाको प्लान चाहिँ राम्रै भएछ, तर हामीले के नि? सर, यो त देशकै राम्रोको लागि त हो नि। हामी पनि देशको लागि त हो नि। हामीले राम्रो गऱ्यो भने तिमीहरूलाई पनि राम्रै हुन्छ। सर, यस्तो कामको लागि हजुरलाई घुस छैन? घुस होइन बाबु, यो पार्टीलाई सहयोग हो। ट्याक्सबाट त दिएकै हुन्छौँ नि, त्योभन्दा 1 रुपियाँ नि दिँदैनौ। तिमीहरूको मर्जी बाबु, हामी बिना तिमीले कसरी काम गर्दो रहेछौ? उफ, यहाँ केही नहुने रहेछ। भने आफ्नै देशमा केही गरौँ भनेको त। हो साथी, के भयो? साथी, हाम्रो माननीय मन्त्रीलाई खुसी पार्नु पर्यो रे, घुस दिनु पर्यो रे। हल्का दिएर मिलाउनु हो त। देशकै राम्रोको लागि त गरेको नि, त्यही पनि त्यसलाई पैसा दिनुपर्ने। ऊ त हेर त, त्यो त हाम्रो ब्याचको टपर एमन होइन र? हो नि हो। एमन 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 यति धेरै सामान बोकेर कहाँ जान लाग्यो नि? के गर्नु साथी, यहाँ बसेर केही गर्न सक्नुहुन्छ, विदेश जानुभएको। ल साथी, अब सेफ जर्नी। हामीलाई नि विदेश गएर सम्झिनु है। हेर त साथी, यो त नेताको छोरी होइन र? हो नि हो, हाम्रै पैसा मात्र रमाउँदैछन्। हामीहरूलाई यहाँ केही गरी खानु गाह्रो छ। यिनीहरूका छोराछोरी भने बाहिर बाहिर मौज गर्दैछन्। अब त अन्त्य भयो, यिनीहरूको अन्त्य गर्नुपर्छ। नो नेपो बेबी। हो, अब हामीले करप्टेड गभर्मेन्टलाई एक्सपोज गर्नुपर्छ। नो नेपो बेबी। हो, नो नेपो बेबी। ओके सबैजनाले, अब हामीले नो नेपो बेबी क्याम्पेन चलाउनुपर्छ। नो नेपो बेबी, नो नेपो बेबी भन्दै मेरो मिमहरू गराइरहेका छन्। को त मिमहरू हाल्ने? म हेर्छु। हेर्नु, अरू कुरा मलाई केही थाहा छैन। नो नेपो बेबी चाहिँ हट्नै पर्यो। हुन्छ छोरी, तिमी चिन्तै नै नमान न। तुरुन्तै आज नो नेपो बेबी हटाउनु। हस्, म तुरन्तै हटाउँछु। हेलो माननीय सम्राटजी।
हेलो नेताज्यू, कहाँ हुन्छ तपाईँ? म घरमा छु नेताज्यू। सोसियल मिडियामा के भइसक्यो थाहा छैन? नै नेताज्यू। तुरुन्तै मेरो अफिसमा आइपुग्नु। हुन्छ नेताज्यू। हेलो माननीय साक्षीज्यू, हेलो मन्त्रीज्यू, कहाँ हुनुहुन्छ तपाईँ? म घरमा छु। छिटो तुरुन्तै अफिसमा आउने। हस् नेताज्यू। नमस्ते नेताज्यू। नमस्ते। के हो यो नन नेपी भनेको? यसलाई तुरुन्तै हटाउनु पर्यो। नेताज्यू, नो नेपी भनेको जेजेको क्याम्पेन हो नि। यसलाई तुरुन्तै हटाउनु पर्यो। हामीले यो कुरा अलि होसियार हुनुपर्छ मन्त्रीज्यू। के होसियार यति सानोतिनो कुरामा पनि? नेताज्यू, बरु तपाईँले सोसियल मिडिया ब्यान गरेको भइदियो हुन्छ नि। तिमी तुरुन्तै गएर सोसियल मिडिया ब्यान गरिदेऊ। हुन्छ नेताज्यू। साथी अब त अति भयो, कुरा पनि नसुन्ने अरे अनि आवाज उठाउँदा चाहिँ सोसियल मिडिया नै ब्यान गर्ने। ओ साथी, अब हामी सडकमा उत्रिनुपर्छ। हो साथी, अब हामी सडकमै उत्रिनुपर्छ। भोलि त यो करप्टेड गभर्मेन्टको विरुद्ध माइती गर्न भेला हुनु पर्यो। ओके, लेट्स गेट टुगेदर। इनफ इज इनफ। नो करप्सन, नो नेपो बेबी। ल साथी, भोलि भेटौँ त। आन्दोलन गर्नु गएको? किन जानु पर्यो आन्दोलनमा? घरमा बसे हुन्न र? आमा, हजुरले नै भन्नुभएको होइन, मेरो छोरो ठुलो भएर देशको लागि राम्रो काम गर्छ अनि हामीले आवाज उठाएर अरू कसले उठाउने? बरु हजुर मलाई आशीर्वाद दिनु। राम्रोसँग जानु र यताउति हेर्नु। हेलो नेताजी। हेलो, यो त अब अति नै भयो। यो चाहिँ एकछिनको अल्छी पुस्तक नाटक, यसलाई छाडिदेऊ। हुन्छ नेताजी। हेलो नेताजी, आन्दोलन त रोकिन्न त? अब जे जसो गर, तर त्यो आन्दोलन चाहिँ रोकिनु पर्यो। हुन्छ नेताजी। हेलो नेताजी, अब के गर्ने नि? सोसियल मिडियाले आमदान गर्दा सब ठिक हुन्छ। हुन्छ नेताजी। हस्। आज छोरा देशको लागि आउ छुटेर गएको छ। थाकेर आउला उसलाई मनपर्ने खाना बनाइदिएकी छु। जे होस्, हाम्रो छोराले के सही के गलत चिन्दो रहेछ र अन्यायको विरुद्ध आवाज उठाउँछ, त्यो कुरा मलाई गर्व लाग्छ। ए, छोरा पनि आए जस्तो छ। बाबुहरू मेरो राम खै त? यसरी देशको लागि आवाज उठाउँदा हाम्रो सरकारको लापरवाहीले गर्दा धेरै आमाहरूले आफ्नो आशा र सपनाहरू गुमाउनु पर्यो र देशले दर्जनौं आशाको किरणहरू गुमाउनु पर्यो। आशा छ अबको यो नयाँ सरकारले सबैलाई न्याय दिनेछ र देशमा सुशासन ल्याउनेछ।